किपू या पेंग थामे पलिस्ता यागु बुंग्दे व याक मिसाय प्रतिमूर्ति या व्यवस्थापन यागु सम्बन्धे यले सलजुगुदो मंगलबार यल महानगरपालिका ज्याखुथी थोखे सलजुगु ख सलखे बुंग्दे रथथि त्वाल ज्याउला खेले सालिबले किपू मिपिन्त था बाज थाकेगुलिसे द सालिबले किपू मिते त बोती क्याकेगुली व्यवस्थापन यागु याक मिसाय त भत्तय व्यवस्था यागु न निर्णय जुगु ख सलखे यल महानगरपालिका प्रमुख छिरिबाबु महर्जन उपप्रमुख मञ्जली साक्य बज्राचार्य किपू नगरपालिका प्रमुख राजकुमार नकर्मी गुठी संस्थान यलय प्रमुख लक्ष्मा शर्मा काफले जाप समाज यलय अध्यक्ष तीर्थलाल महर्जन हैग्रीव भैरव 32 पानेजु संघ अध्यक्ष यज्ञरत्न साक्य लगायत बोतितुको ख किपुया पेंग थाबे सुखी गछे समाज थौने मंगसिर 15 गते बुंग्दे व याक मिसाय प्रतिमूर्ति स्थापना या सांसे विवाद जुया चोंगो ख पानेजुसँग मूर्ति लिकया गुटी संस्था नेता ल मल्हातले किपुली स्वात मोवनेगतका अडान कया चोंगो ख हामीले यो तत्कालै अब भोलि पर्सि नै भइसक्यो कारणले यो 1-2 हप्ता जति चाहिँ पहिला प्रसाद राख्न जाउँ अनि चाहिँ के रे त्यसपछि अनि त्यहाँबाट चाहिँ सम्बन्धित ठाउँमा हस्तान्तरण गर्नको लागि समय दिनुस् भन्ने किसिमको चाहिँ कुरा भएको थियो अनि मैले पनि सोचेँ सकारात्मक हो कि भन्ने हिसाबमा पनि सोचेँ मैले मेरो साहबलाई नि भने ठिक छ अब यो सङ्घको निर्णय हो मैले व्यक्तिगत भनेर हुँदैन एकपल्ट सरसल्लाह गर्नुपर्छ भन्ने किसिमको कुरा मैले राखिसकेपछि हाम्रो मेयर साहबले भन्नुभयो ल त्यसलाई चाहिँ पुजारीहरू पनि एकपल्ट छलफल गरौँ त त्यसमा चाहिँ सकारात्मक कुरा आउँछ कि त्यहाँहरूको अध्ययन कायम रहन्छ भन्ने किसिमको कुरा हुँदाखेरि हामीले यो कुरा चाहिँ गरेँ अब हाम्रो चाहिँ कुरा के भयो भन्दाखेरि त्यही नम्बर 1 चाहिँ हाम्रो जस्तो कि अडान चाहिँ कायमै रह्यो अब पुजारी सङ्घबाट अडान कायमै रह्यो हामी चाहिँ प्रसाद चाहिँ यो हस्तान्तरण नभएसम्म पुर्याउनै नजाने भन्ने किसिमको अन्तिम चाहिँ निर्णय भयो र अनि जुन मूर्तिलाई अन्य क्षेत्रमा होइन मेयर साहब हाम्रो कीर्तिपुरको मेयर साहबले भन्नुभएको थियो कि यसलाई चाहिँ राष्ट्रिय सङ्ग्रहालयमा राख्ने भन्ने किसिमको नि प्रस्ताव भयो त्यो दुईटा विषयवस्तुमा कुरा गर्दाखेरि होइन गुठी संस्थान बाहेक हामी अन्त राख्न चाहिँ त्यो चाहिँ मिल्दैन गुठी संस्थानमै हाम्रो तालुक निकाय त्यहीँ हुनुपर्छ त्यहाँबाट अन्य ठाउँमा हुँदैन र प्रसाद चाहिँ यो मूर्ति चाहिँ यहाँ हस्तान्तरण नभएसम्म प्रसारी पुर्याउन नजाने भन्ने किसिम नै निर्णय भएको कुरा म यहाँहरू जानकारी गराउन चाहन्छु तुथा पेंग थाबे तगु निगुली मूर्ति लिकया किपू नगरपालिका तया तगुदु अब यो निर्णय आइसकेपछि अब हामी बाँकी कुरा त अब अगाडि बढिसक्यो यसलाई अब सहज ढङ्गबाट समाधान गर्नुपर्छ भन्ने हाम्रो पहिलो मान्यता हो अब सहज ढङ्गबाट व्यवस्थापन गर्ने भन्ने विषयमा यो हस्तान्तरण पनि एउटा कुरा हो कीर्तिपुरमा राख्ने सबैको सहमतमा त्यो पनि एउटा कुरा हो अनि अरू पक्षलाई हस्तान्तरण गरेर पानीज्यूहरूको विश्वासमा अरू पक्षहरूलाई पनि हस्तान्तरण गर्ने भन्ने त्यो पनि एउटा पक्ष हो अब यसमध्ये अब गुठी संस्थानलाई नै हस्तान्तरण गर्नुपर्छ किन भन्दाखेरि यो रातो मचिन्द्रनाथसँग सम्बन्धित सबै कुराहरूको नियामक निकाय भनौँ या त्यसलाई व्यवस्थापन गर्ने सबै कुरा चाहिँ ललितपुरको गुठी संस्थानकै हो भन्ने अर्थमा त्यही चाहिँ व्यवस्थापन गर्नुपर्छ भन्ने कुरा रह्यो अब यसमा चाहिँ हामीलाई अलिकति टाइम चाहिने भयो यसमा चाहिँ अब हामी भोलि नै बसेर यसलाई चाहिँ एउटा निर्णयमा जानुपर्ने भयो अब झट्टै आजै हामीले चाहिँ के यसमा निर्णय गर्यो भने हामीलाई अलिकति गाह्रो होला जस्तो लाग्यो हामीले पनि त्यहाँ केही साथीहरूलाई चाहिँ कन्भिन्स गर्नुपर्ने समाजलाई कन्भिन्स गर्नुपर्ने हुन्छ त्यहाँका समुदायलाई भन्नुपर्ने हुन्छ तर हाम्रो कुरा चाहिँ तपाईँहरू मान्नुहोस् क्लियर छ
हामी यो समस्या जसरी भए पनि समाधान गर्छौँ। 5 गते तपाईँहरूलाई हामी आमन्त्रण गर्छौँ। बुङ्दे रथ थति तल ज्याउल खेले सालीगु प्यनुन्य बुङ्दे या प्रतिनिधि कथ जल पानेजु खाली तुति किपुली तक्क न्यासी बना या कमिसाय त स्वात अवने मागु परम्परा दु। निर्णय नम्बर 3 श्री राधव मसिन्द्रनाथको हालको रथको संरचनाको अवस्थालाई मध्यनजर गर्दै रथ तान्न कीर्तिपुरका लागि छुट्टै थप जोडी व्यवस्थापन गर्न उपयुक्त नभएको हुनाले निर्धारित जोडीबाटै रथ तान्न सरकारवालाहरू सहभागी हुने र जाउलखेल जात्रा व्यवस्थापन समितिमा कीर्तिपुरबाट प्रतिनिधि समावेश गर्ने निर्णय गरियो। निर्णय नम्बर 2 3/2 मा आए श्री राधव मसिन्द्रनाथको जात्रासँग सम्बन्धित कीर्तिपुरको याको मिसाको धार्मिक महत्त्वलाई मध्यनजर गर्दै उक्त धार्मिक महत्त्वलाई राष्ट्रिय मान्यता कायम गर्न कम्तीमा रु 5101 को वार्षिक दरबन्दी कायम गर्ने गरी गुठी संस्थाले आवश्यक प्रक्रिया प्रारम्भ गर्ने निर्णय गरियो। त्यसमा पनि विवाद रहेन। अब निर्णय नम्बर 1 नेपालकै लामो ऐतिहासिक र धार्मिक जात्राको रूपमा परिचित श्री राधव मसिन्द्रनाथको जात्रा निरन्तर रूपमा सञ्चालन हुँदै आएकोमा हाल कीर्तिपुरमा श्री राधव मसिन्द्रनाथ र याको मिसाको प्रतिमूर्ति स्थापना भएका कारण श्री राधव मसिन्द्रनाथको जात्रा परम्परामा केही अवरोध सिर्जना भएबाट मिति 2079 चैत्र 14 गते ललितपुरमा बसेको मसिन्द्रनाथको जात्रासँग सम्बन्धित सरकारवालाहरूसँगको बैठकबाट धार्मिक महत्त्व र ऐतिहासिकताको निरन्तरताका लागि पुरातत्व विभागको परिपत्र समेतका आधारमा उक्त प्रतिमूर्तिहरू हटाउने निर्णय भए अनुसार उक्त स्थानबाट कीर्तिपुर नगरपालिकाले प्रतिमूर्तिहरू हटाइसकेको छ। उक्त मूर्तिहरू 2080 जेठ 4 गते भित्रमा व्यवस्थापन गर्ने निर्णय गरियो। वैगु जेठ 8 गते बुङ्दे रथयात्रा थति तल ज्याउल खेले सालीगु साइड पिहा बोगुली थुक्सी वैगु जेठ 5 गते किपुली स्वात अवनेगु दि कोजुगु दु।